दर्शकवृन्द, राजावादीको र एमालेको यो भिड देखेर तपाईहरूलाई कस्तो लागिरहेको छ? राजतन्त्र र गणतन्त्रमा केही भिन्नता देख्नुभयो कि नै? सबै काम गरी खान अल्छी मान्नेहरूको मात्रै देखे जस्तो लाग्यो कि नै? यस विषयमा तपाईहरूको विचार कमेन्ट गर्न नछुटाउनुहोला। त्यस्तै राजावादीहरूले राजा चाहियो भनेर कमेन्ट गर्नुहोला। अब त्यस्तै अर्को समाचारतर्फ लागौं। आगामी साउनदेखि राष्ट्र सेवक कर्मचारीको मासिक तलब रकम 3000 रुपैयाँले थपिनेछ। सरकारले बजेट मार्फत महँगी भत्ताको रकम बढाएपछि यसको अङ्क तलबमा जोडिएर जानेछ। महँगी भत्तालाई 5000 रुपैयाँ पुर्याइएको छ। सरकारले आगामी आर्थिक वर्ष 2082-83 को बजेट मार्फत तलब नबढाई महँगी भत्ताको रकम बढाइएको छ। हाल 2000 रुपैयाँले रहेको महँगी भत्ता साउनदेखि बढेर 5000 पुग्नेछ। यो भत्ता रकम सबै पदको लागि एउटै दरमा लागू हुनेछ।